नमस्ते। नेपाल फेरि एकपटक एउटा महत्त्वपूर्ण आम निर्वाचनको सङ्घारमा छ। तर यो पटकको चुनाव अलि फरक छ, किनकि यसको केन्द्रमा छ शासन सुधारको मुद्दा। ल, आज हामी प्रमुख दलहरूले गरेका ठूला वाचाहरूलाई अलिकति गहिराइमा गएर हेरौँ है त। आखिर तिनको मतलब के हो? पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले भन्नुभएको यो कुराले मलाई लाग्छ नेपालको राजनीतिको एउटा तितो यथार्थलाई छर्लङ्ग पार्छ। सोच्नुस् त, 15-20 वर्षसम्म उही नेताहरू, उही दलहरू बस कुर्सीमा पालो फेरिरहने हो। यही म्युजिकल चेयर्सको खेलले गर्दा नै जनतामा राजनीतिप्रति एउटा गहिरो निराशा छाएको छ। अनि त्यो निराशा कतिसम्म थियो भने सेप्टेम्बर 2025मा त्यो विस्फोटै भयो। जेनजी पुस्ता सडकमा उत्रियो। उनीहरूको आन्दोलनले भनौँ न स्थापित राजनीतिको जगै हल्लाइदियो। माग सिधा थियो, जवाजदेहिता चाहियो, भ्रष्टाचारको अन्त्य हुनु पर्यो। हो, यही आन्दोलनले गर्दा आजको चुनावको माहौल बनेको हो, जहाँ अब खोक्रो आश्वासनले मात्र काम चल्दैन। ल, आजको हाम्रो यो विश्लेषणमा हामी के कुरा गर्छौँ त? पहिले त हाम्रो प्रणालीमा सङ्कट किन आयो भनेर हेर्छौँ। त्यसपछि मैदानमा उत्रिएका 3 मुख्य खेलाडीहरूको कुरा गर्छौँ। अनि भ्रष्टाचार विरुद्ध उनीहरूको लडाईँ कस्तो छ, विगतको छानबिन गर्ने वाचा के कस्तो छ, र सबैभन्दा महत्त्वपूर्ण, वाचा र वास्तविकता बीच कति फरक छ। यी सबै कुरामा एक गरी जाउँ। सबैभन्दा पहिले कुरा गरौँ प्रणालीको सङ्कटबारे। आखिर जनतामा यति धेरै असन्तुष्टि किन र कसरी मौलायो त? यो टाइमलाइनलाई हेर्दा एउटा कुरा प्रष्ट हुन्छ। नेपालको राजनीतिमा स्थिरता भन्ने कुरा त कहिल्यै रहेनछ। 90को दशकमा बहुदल आयो, तर सँगसँगै अस्थिरता पनि आयो। अनि हेर्नुस् न, 2008देखि 2025सम्म लगभग 17 वर्षमा 14वटा सरकार। कुनैले पनि आफ्नो 5 वर्ष कार्यकाल पूरा गर्न सकेनन्। अब यस्तो भएपछि देशमा नीतिगत निरन्तरता कहाँबाट आओस्, विकास कसरी होस्? यसले त बिस्तारै व्यवस्थामाथिको आम मान्छेको विश्वास टुट्दै गयो। अब यो निराशाको जड के हुन् त? पहिलो त भ्रष्टाचार। ठूल्ठूला काण्डहरू भयो, तर कारबाही कसलाई भयो र? एक किसिमको दण्डहीनताको संस्कृति नै बस्यो। अनि अर्कोतिर राज्यका हरेक अङ्ग, चाहे त्यो प्रहरी होस् वा प्रशासन, सबैतिर राजनीतिकरण भयो। जब संस्थाहरू नै कमजोर हुन्छन् अनि आर्थिक अवसर पनि हुँदैन, तब सरकारमाथिको विश्वास त टुट्ने नै भयो। हो, यही सबै कुरा मिलेर एउटा ठूलो असन्तुष्टि जन्मियो। ल, यस्तो असन्तुष्टिको माहौलमा अब मैदानमा को छन् त? अहिलेको चुनावमा हामी एउटा रोचक भिडन्त देखिरहेका छौँ। स्थापित पुराना दलहरू र उनीहरूलाई चुनौती दिइरहेको एउटा नयाँ शक्ति। एक कित्तामा छन् स्थापित शक्तिहरू, नेपाली कङ्ग्रेस र एमाले, जो वर्षौंदेखि आलो-पालो सत्तामा छन्। अनि अर्को कित्तामा छ एउटा नयाँ चुनौतीकर्ता, राष्ट्रिय स्वतन्त्र पार्टी। उनीहरूले आफूलाई एन्टी इस्ट्याब्लिसमेन्ट अर्थात् संस्थापन विरोधी विकल्पको रूपमा उभ्याएर छोटो समयमै राम्रो समर्थन पाएका छन्। त्यसैले यो चुनाव एउटा स्पष्ट रोजाइ जस्तो बनेको छ। दशकौंको अनुभव रोज्ने कि यथास्थिति तोड्ने वाचा रोज्ने? अब लागौँ सबैभन्दा महत्त्वपूर्ण विषयमा, भ्रष्टाचार विरुद्धको लडाईँ। किनभने जनताको सबैभन्दा ठूलो आक्रोश र चासो नै यही विषयमा छ। हेरौँ कसले के वाचा गरेका छन्। यहाँ हेर्दा एउटा रमाइलो भिन्नता देखिन्छ। नेपाली कङ्ग्रेस र रासोपाले एकदमै विस्तृत एजेन्डा ल्याएका छन्, जस्तै स्वार्थको द्वन्द्व रोक्ने कानुन बनाउने, नियुक्तिहरू योग्यताको आधारमा गर्ने, राजनीतिक ट्रेड युनियनहरू हटाउने जस्ता ठोस कुराहरू छन्। अर्कोतिर एमालेको इन्फोकस अलि फरक छ। उनीहरूले विधिको शासन, पारदर्शिता, जवाफदेहिता जस्ता फराकिला सिद्धान्तहरूको कुरा गरेका छन् र आफ्नो पालाको शासनको बचाउ पनि गरिरहेका छन्। मतलब एउटा पक्षले कसरी गर्ने भनेर विस्तृत योजना दिइरहेको छ भने अर्को पक्षले के गर्ने भन्ने सैद्धान्तिक कुरामा जोड दिएको देखिन्छ। अब एउटा यस्तो वाचाको कुरा गरौँ जसले सबैको ध्यान तानेको छ। त्यो हो विगतका नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने प्रतिज्ञा। यो विषयलाई सुशासनको एउटा कडीकै रूपमा हेरिएको छ। यो तालिकाले उनीहरूको योजनामा रहेको फरकलाई झनै प्रष्ट पार्छ। हेर्नुहोस् है, नेपाली कङ्ग्रेसले त सिधै भनेको छ सन् 1990देखि यताका सबैको सम्पत्ति छानबिन गर्ने, अनि यो काम गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई शक्तिशाली बनाउने। रासोपाले विगतका पदाधिकारी भनेको छ, तर कहिलेदेखि भन्ने कुरा अलि स्पष्ट छैन, र उनीहरूले यो काम गर्न एउटा स्वतन्त्र निजामती सेवा बोर्ड वा थिङ्क ट्याङ्क बनाउने प्रस्ताव गरेका छन्। नेकपा एमालेको घोषणापत्रमा भने यस्तो कुनै निश्चित मिति वा संयन्त्रबारे विस्तृतमा उल्लेख छैन। उही फराकिलो भ्रष्टाचार विरोधी सिद्धान्तमा नै जोड दिएको देखिन्छ। ल, वाचाहरू त निकै आकर्षक छन्, तर के
यी वाचाहरू पूरा गर्न त्यति सजिलो छ त? अब कुरा गरौँ वास्तविकता र सुधारका बाधाहरूको, किनभने घोषणापत्रमा लेख्नु एउटा कुरा हो र नेपालको जटिल राजनीतिमा काम गर्नु बिल्कुलै अर्को कुरा हो। भोलि जोसुकैले सरकार बनाए पनि उनीहरूले सामना गर्नुपर्ने चुनौतीहरूको पहाड नै छ। पहिलो त गठबन्धन सरकार बनाउनु पर्ने बाध्यता, जहाँ सबैलाई खुसी पार्नुपर्छ। दोस्रो, हाम्रो कर्मचारी तन्त्र, जहाँबाट सहयोग नहुन सक्छ। अनि त्योभन्दा पनि ठूलो चुनौती हो हाम्रो राजनीतिक संस्कृति, जहाँ संरक्षणवाद अर्थात् आफ्नो मान्छेलाई च्याप्ने प्रवृत्तिले गहिरो जरो गाडेको छ। यस्तो अवस्थामा घोषणापत्रका राम्रा कुराहरू लागू गर्न साँच्चै नै गाह्रो हुन्छ। द इन्डियन एक्सप्रेसको यो भनाइले ठ्याक्कै यही कुरालाई समातेको छ। नेपालमा चुनाव प्रचार गर्न जति सजिलो छ, शासन गर्न त्योभन्दा कैयौं गुणा गाह्रो छ। किनभने शासन गर्नु भनेको कमजोर गठबन्धन, कर्मचारी तन्त्र र कहिले नसकिने राजनीतिक मोलमोलाइको सामना गर्नु हो। जनताको भोटलाई साँच्चीकै काममा बदल्नु नै सबैभन्दा ठूलो परीक्षा हो। त्यसैले यो चुनावको नतिजा भनेको खाली को प्रधानमन्त्री बन्छ भन्ने मात्रै होइन, यो त त्योभन्दा धेरै गहिरो कुरा हो। प्रश्न यो हो कि के नेपालले आफ्नो संस्थागत विश्वास, जुन लगभग गुमेको अवस्थामा छ, त्यसलाई फेरि बनाउन सक्छ? के एउटा जटिल भूराजनीतिक अवस्थामा आफ्नो स्वायत्तता जोगाउन सक्छ? यो चुनावको नतिजाले देशको आन्तरिक स्थिरता र विदेश नीति दुवैलाई असर गर्नेवाला छ। र अन्त्यमा एउटा प्रश्न हामी सबैको मनमा रहन्छ, के यी विस्तृत चुनावी घोषणापत्रले साँच्चै हाम्रो राजनीतिक प्रणालीलाई सुधार गर्न सक्छन्, कि यो पनि अर्को एउटा चुनावी चक्र मात्र हो, जहाँ शासनको वास्तविक चुनौती त चुनाव जितेपछि मात्र सुरु हुन्छ? यसको उत्तर त सायद आउने समयले नै देला।